आज हामी डक्टर एब्रिभिएसन अथवा मेडिकल एब्रिभिएसन पढ्न र बुझ्न गइरहेको छौँ, जुन चाहिँ ट्याब्लेट औषधिहरूमा र पूर्जाहरूमा लेखेको हुन्छ र हामीलाई यो बुझ्ने अत्यन्तै आवश्यक छ। आरएक्स भनेको ट्रिटमेन्ट हो, एसी भनेको बिफोर मिल हो, खाना खानुभन्दा अगाडि, पीसी भनेको आफ्टर मिल हो, खाना खाएपछि, ओडी भनेको वन्स अ डे हो, बीआईडी अथवा बीडी भनेको टुस अ डे हो, दिनमा 2 पल्ट, ओडी भनेको वन्स अ डे दिनमा 1 पल्ट, टीआईडी अथवा टीडीएस भनेको 3 टाइम्स अ डे दिनमा 3 पल्ट, क्यूआईडी भनेको 4 टाइम्स अ डे दिनमा 4 पल्ट, एचएस भनेको बेड टाइममा, एचएस भनेको बेड टाइम, एसओएस भनेको इफ निडेड जहिले जरुरी पर्छ, एसटीएटी भनेको इमिडिएटली तुरुन्तै, एससी भनेको सबक्युटेनियस यो चाहिँ 45 डिग्रीमा इन्जेक्सन दिनुपर्छ। त्यसैगरी आइएम भनेको इन्ट्रामस्कुलर यो चाहिँ 90 डिग्रीमा इन्जेक्सन दिनुपर्छ। आईभी भनेको इन्ट्राभेनस 15 डिग्री 30 अथवा 25 डिग्रीमा यो इन्जेक्सन दिनुपर्छ। आईडी भनेको इन्ट्राडर्मल जुन चाहिँ 10 डिग्री 15 डिग्रीमा दिनुपर्छ। पीओ भनेको पर ओरल अथवा बाई माउथ जुन चाहिँ मुखबाट दिने। त्यसैगरी एचएक्स भनेको हिस्ट्री हो, डीएस भनेको डायग्नोसिस, एएम भनेको अर्ली इन द मर्निङ बिहानैको, ओएम भनेको इज मर्निङ सधैँ बिहान, एनपीओ भनेको निल पर ओरल मुखबाट केही पनि नदिने, पीएम भनेको आफ्टरनुन अर इभिनिङ, ओएन भनेको इच नाइट सधैँ राति, पीभी भनेको पर भेजाइनल, एसएल भनेको सबलिङ्गुनल भनेको जिब्रोको तल, एनजी भनेको नेजोग्यास्ट्रिक ट्युब र यहाँ चाहिँ सबक्युटेनस, एससी सबक्युटेनस, आइएम इन्ट्रामस्कुलर, आईभी इन्ट्राभेनस र आईडी इन्ट्राडर्मलको डिग्री कति डिग्रीमा दिने त्यो चाहिँ ट्रिक गर्ने चाहिँ कसरी याद राख्ने त्यसको ट्रिक चाहिँ फर्स्टमा आईडी आईभी र एससी र आइएम गरेर राख्नुपर्छ। आईडी चाहिँ 15 डिग्री, आईभी चाहिँ 25 डिग्री, एससी चाहिँ 45 डिग्री र आइएम चाहिँ 90 डिग्री। यसो तलदेखि माथिसम्म जान्छ 15 25 45 90। यसै गरी हामीलाई याद गर्न सजिलो हुन्छ, त्यस कारणले आईडी आईभी एससी आइएम लेख्दा राम्रो हुन्छ, लेखेर याद गर्दा राम्रो हुन्छ। फर्स्टमा 15 25 45 90। आजको लागि यति नै। यस्तै सधैँ मेडिकल टिप्स र नलेजको लागि लर्न विथ दीपकलाई सब्सक्राइब गर्नुहोस् र एउटा प्यारो कमेन्ट गर्नुहोस् अब चाहिँ के माथि भिडियो बनाउँछु भनेर।